नमस्ते। अब हामी यो भिडियोमा चाहिँ पर्चेज सर्भिस नर्मल कसरी रिटर्न गर्न सकिन्छ भन्ने बारेमा हेर्न गइरहेको छौँ। त्यसको यो पनि सेम अरू पर्चेज रिटर्न सेल्स रिटर्न जस्तै नर्मल रेगुलर काम नभए तापनि हामीले पोस्टिङ गरेको मेन इन्भोइसहरू चाहिँ कुनै कारणवश अब कारण जेसुकै हुनसक्छ, त्यो चाहिँ रिटर्न गर्नु पर्यो हैन, अथवा रेकर्डहरू चाहिँ रिभर्स गर्नु पर्यो भनेदेखि चाहिँ हामीले त्यसलाई रिटर्न गर्नु पर्ने हुन्छ। यो चाहिँ ठ्याक्कै पर्चेज सर्भिस नर्मलकै रिभर्स इन्ट्री या रिटर्न हो। त्यसको लागि चाहिँ यहाँ पहिला मेनुमा ट्रान्जेक्सनमा अकाउन्ट मेनुभित्र पर्चेज सर्भिस नर्मल रिटर्न भन्ने छ। यसमा हामी यो लिस्ट पेजमा छौँ। यसमा हामी रिटर्न नयाँ इन्ट्री गर्नको लागि एडमा क्लिक गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले अब यो डेट र मिति त मिलाउनु परिहाल्यो। जुन डेटमा इन्ट्री गर्नु छ त्यो डेटमा इन्ट्री गर्यो। त्यसपछि अब को पार्टीको चाहिँ हामीले रिटर्न गर्नु छ। हामीले यसभन्दा अगाडि पर्चेज सर्भिस नर्मलमा शिखर इन्सुरेन्सको बिल इन्ट्री गरेका थियौँ। मान्यौँ त्यसमा अब कुनै रेटहरू मिलेन या एमाउन्ट मिलेन, जे कारणले भए पनि जस अब हामीले इन्ट्री गरिसकेकोलाई रिटर्न गर्नु पर्यो भने चाहिँ पहिला पार्टी चुज गर्नु पर्यो। को पार्टीबाट रिटर्न गर्ने हो अथवा को पार्टीलाई रिटर्न गर्ने हो। त्यसपछि यहाँ रिटर्नको टाइप छुट्याउनु पर्ने हुन्छ। यसमा मैले सेल्स रिटर्नहरुमा अरु मोडुलमा पनि भनिसकेको छु कि यसको मिनिङ के हो भनेर। पार्शियल भनेको चाहिँ मल्टिपल रिसिभ या एउटैको पनि थोरै पार्ट चाहिँ थोरै एमाउन्ट चाहिँ चेन्जेस गरेर रिटर्न गर्नु छ भने पार्शियल। फुल रिटर्न छ भनेदेखि गर्नुभयो भने चाहिँ त्यो बिल रिफरेन्स बिल जुन हो त्यो बिलको चाहिँ फुल्ली कमा फुल स्टप पनि चेन्ज नगरिकन सेभ गरिन्छ। तर यो चाहिँ ब्याक डेटको पनि रिटर्न हुनसक्छ यो फुल डेटमा चाहिँ फुल बिल रिटर्न टाइपमा चाहिँ। तर रिभर्स इन्ट्री भन्यो भनेदेखि चाहिँ त्यो अहिले भर्खरै गरेको अहिले भर्खरै रिटर्न गर्नु पर्यो भने त्यसलाई चाहिँ हामी रिभर्स इन्ट्री भन्छौँ। अब यो दुईटामा जुन गर्दा पनि हुन्छ। यसमा मैले अहिले रिभर्स इन्ट्री नै गरेन। त्यसपछि कुन डकुमेन्टलाई चाहिँ रिभर्स इन्ट्री गर्ने हो यहाँनिर लिस्टमा एउटा मात्रै छ। एउटा मात्रै चुज गर्न मिल्छ एकपल्टमा। यसरी चुज गरेपछि अब यहाँ तल चाहिँ सबै जस्ताको तस्तै रिटर्न हुन्छ। यहाँ तपाईले कुनै पनि चीजहरु चेन्ज गर्न पाउनुहुन्न। यसलाई चाहिँ जस्ताको तस्तै रिटर्न गर्नुपर्छ। तर कारण चाहिँ चाहियो। मानिलिनु यो रेट डिफरेन्ट भएर रिटर्न गर्न लागेको हो भनेदेखि यसरी चुज गर्यो, बिलिङ टर्ममा क्लिक गर्यो। अब यो जस्तो छ त्यस्तै आउँछ। यसमा मैले टीडीएस पनि क्याल्कुलेट भएन किन ओरिजिनल बिलमा थिएन। त्यसमा मैले क्रिएटमा क्लिक गरेँ, यस गरिदिएँ। पर्चेज सर्भिस नर्मल नम्बर यति आरएस चाहिँ क्रिएटेड भन्ने भयो। अब यहाँ लिस्टमा आयो कि आएन यहाँनिर क्लिक गर्नुभयो भनेदेखि यो लिस्टमा चाहिँ दुईटा देखायो। एउटा अलरेडी भइसकेको थियो, एउटा चाहिँ भर्खरै रिटर्न भयो। धन्यवाद। बाँकी कुराहरू हामी अरू भिडियोहरुमा देखाउँदै जानेछौँ। अहिलेलाई यति मात्र गरौँ। धन्यवाद।